श्रद्धालु भक्तवृन्द, हाम्रो श्रीशैल्य मल्लिकार्जुन धाममा हेर्नुस् त। यो सुदूरपश्चिमको हाम्रो 7औं धाममा पर्ने श्रीशैल्य मल्लिकार्जुन धाममा अत्यन्त दिव्य र अत्यन्त सुन्दर शिव महापुराणको आयोजन भएको छ। यहाँ सम्पूर्ण श्रद्धालु भक्तवृन्दहरूलाई आएर श्री शिव महापुराणको कथा श्रवण गरी पाप पुण्यबाट मुक्त हुन म सम्पूर्णहरूलाई निवेदन गर्दछु। अत्यन्त सुन्दर र दिव्य धाम हेर्नुस्। संत मिलन को जाइए तज ममता अभिमान, जितने पग आगे बढे उतने तीर्थ समान। जहाँ जहाँ सत्संग हुन्छ, जहाँ जहाँ शिव कथाहरू हुन्छ, जहाँ जहाँ शिव गानहरू हुन्छ, वहाँ एक पटक भए पनि आफ्नो कदमहरू राख्नुहोस्। यो जीवनमा सतमार्ग र सत्यताको बाटोमा हिँड्न अत्यन्त जरुरी छ। अहिलेको कलिकालमा व्यक्तिहरू कुमार्ग, कुनीति, कुलत र गलत सङ्गतमा अत्यन्त निपुण भइसकेका छन्। तर त्यही समयमा श्रीशैल्य मल्लिकार्जुन धाममा अत्यन्त सुन्दर र दिव्य शिव कथाको गान हुने भएकाले सम्पूर्ण श्रद्धालु भक्तवृन्दहरूलाई आफूले आफ्नो समयअनुसार सकेपछि 11 दिन आएर आनन्द लिनुहोस्, सेवा गर्नुहोस्। यहाँ कसैलाई पानी पिलाएर हुन्छ कि गानहरू सुनेर हुन्छ कि यहाँ आएर धन मात्र दिनुपर्छ भन्ने छैन। तन मन धन जे छ आफूसँग तनले यो भजनमा नृत्य गरेर साथ दिनुहोस्। हात छन् ताली बजाएर सुन्दा, मुख छ भजन गाएर साथ दिनुहोस्। धन छ भने धनले पनि साथ दिनुहोस्। सबैको सहायताले, सबैको सहकार्यले यो कार्यक्रम हुने हो। अत्यन्त दिव्य र सुन्दर वातावरणमा म पनि केही दिन पहिलादेखि नै यहाँ आएको छु। अत्यन्त सुन्दर लाग्दैछ। दिव्य धाममा दिव्य कार्यहरू हुँदैछ। यो अवसर नगुमाउनु होला, किनकि जन्म जन्मान्तरको पुण्य एकट्ठा जब हुन्छ नि तब मात्र यो श्री शिव पुराणको आयोजन हुन्छ। जन्म जन्मान्तरको पुण्य जब एकत्रित हुन्छ तब मात्र यो हामीले शिव गाथाहरू सुन्ने अवसर पाउँछौँ। यो अवसरलाई नगुमाउनुहोस्। सम्पूर्ण श्रद्धालु भक्तवृन्दहरूलाई म यही आग्रह गर्दै आफ्ना 2 शब्दलाई यहीँ राख्न चाहन्छु। जय शम्भु, राधे राधे।